नमस्कार साथीहरू। आज हामी छोटकरीमा कुरा गर्नेछौँ नयाँ पुस्ता र पुराना पुस्ता बीचको सोच र द्वन्द्वको बारेमा। आउनुहोस् सुरु गरौँ। पहिला कुरा गरौँ पुराना पुस्ताको सोचको। पुराना पुस्ता प्राय अनुभव र परम्परामा विश्वास गर्छन्। उनीहरू नीति नियम र रीतिरिवाज पालन गर्नुपर्छ भन्छन्। यसरी उनीहरूको सोच धेरै हदसम्म ढुक्क र स्थिर प्रकारको हुन्छ। अब कुरा गरौँ नयाँ पुस्ताको सोचको। नयाँ पुस्ता आधुनिक सोच, स्वतन्त्रता र नयाँ तरिका अपनाउन चाहन्छन्। उनीहरू प्रविधि, नयाँ विचार र नवीन तरिका मन पराउँछन्। एक हिसाबले उनीहरूको सोच अस्थिर प्रकारको हुन्छ। त्यही भएर भिन्न सोचको कारणले दुई पुस्ता बीचमा सुसुप्त द्वन्द्व चलिरहेको हुन्छ। तर कहिलेकाहीँ भने यस्तो द्वन्द्व सतहमा पनि देखिने गर्छ। पुराना पुस्ता परम्परा बचाउन चाहन्छन् भने नयाँ पुस्ता परिवर्तन र स्वतन्त्रता चाहन्छन्। यसले घर, समाज र देशमा एक प्रकारको मतभेद ल्याउँछ। कहिलेकाहीँ सानो कुरामा पनि ठुलो बहस हुने गर्छ। यसको समाधान कसरी होला त? संवाद र समझदारीले नै यो द्वन्द्व कम गर्न सकिन्छ। पुराना पुस्ताले नयाँ विचारको सम्मान गर्नुपर्छ र नयाँ पुस्ताले पनि पुराना पुस्ताको अनुभवको मूल्य बुझ्नु पर्दछ। यसो हुन सके दुवै पुस्ता अगाडि बढ्न सक्छन्। दुवै पुस्ताको सोचको मूल्य र महत्त्वलाई एक अर्काले आत्मसात गर्दै अघि बढ्न सके पक्कै पनि यो द्वन्द्वको समाधान हुनेछ। के लाग्छ यस विषयमा? तपाईलाई आफ्नो धारणा राख्नुहोला। धन्यवाद।